स्वागत छ विभिन्न ब्लगमा। आइयो हजुरहरू सन्चै हुनुहुन्छ होला। कुकुर र मम्मा नै ठिक छौँ। कहाँ हिँड्यो कुकुर र मम्मा स्कुल हिँडेको। ल बाई बाई गरिदेऊ। बाई बाई। कति बेला आउँछौ? हजुर नानी स्कुलबाट आयो। अब हामी पपकर्न खाँदैनौँ। मेरो रहेको छ चार छोरी यो हिजो ल्याएको लसुन मासुको कमा राखेको कोल्डमा जुस अब यो काट्छु जुसहरू। यस्तो खेती लगाएर नि नहुँदा त मेहनत गरेर नि बढ्थ्यो होला। तर मैले उखाल्ने त्यो यस्तो भयो नि देख्दा नि। त्यही भएर साथीहरू मेरो लाइट सकेपछि यो चार्जिङवाला लाइट हो क्या। यो बोल चाहिँ साथीहरू यस्तो घाममा राख्ने। मेरो हस्बेन्डले उता बर्माको के अरे म्यानमार ड्युटी हुँदाखेरि ल्याउनुको। यस्तो राम्रो हुन्छ यस्तो बच्चाहरू हुनेलाई कि नजिकै राख्न डेटको। थुप्रै ल्याउनु थियो। एउटा त बिग्रियो नानीहरूले। तर यो मैले चार्जै नगरिकन राखेको थिएँ। हिजो बाबा आउनुभएको गरिदिनु भएछ कि उठाउनु पनि बिर्सेको। अब यहाँ कति यस्तो बोल्छ चार्जिङवाला। खासै लाइट गएन नि त यता लाइन। त्यही भएर खासै जरुरी छैन। अब गर्मीमा त जान्छ। यस्तो चार्ज हुन्छ कि घाममा यस्तो यता फर्काएर राखिदिने। यस्तो तर म्यानमार उता उसतिर एकदम सस्तो हुन्छ नि सामानहरू नि। ब्ल्याङ्केटहरू पनि कस्तो सस्तोमा ल्याउनु भएको थियो साथीहरू। अनि यो म्याटहरू अब म यो काट्छु है साथीहरू। यस्तो घाम लागेकोतिर त शीतलमा लगेर काट्छु। साथीहरू मैले काट्दैन। के भयो? कान दुखेछ? आऊ त। कान दुखो कान दुखो अरे साथीहरू। दबाई खान जाने? कहाँ जाने? डक्टरकोमा जाने? नरो सन्च हुन्छ अहिले जाने। कानमा पानी पसेको क्या? काम दुखो अरे आज दुईटै येल्लो लाग्छ। सेम छ देखाउनुको कपडा त खै। मैले लसुन पनि गरेँ। कुकुर र मम्मा रेडी भएर कहाँ हिँडेको? कान दुखेको देखाउ त। ओ मेरो कुकुर दर्द हुँदैन। हामी हिँडेको साथीहरू है त।
पहिला बाबुलाई लिएर गएको ठाउँमा जाने होइन खुसी भइसक्यो कहाँ हिँड्यौ र डॉक्टर के पास जाएगी ना हिँड त म भिडियो बनाइदिन्छु हिँड न हिँड एक्लै हिँड न हिँड हिँड मम्मा भिडियो बनाइदिन्छु ल हिँड कुकू का हेयर बैंड तो कितना अच्छा है किसने लिया कितना अच्छा है देखने में कति राम्रो डिजाइन छ कुकू को बाल कहिले आउँछ मेरो छोरीको बाल आए छिटो आउने बाल जस्तै छ हैन होइन हामी हिँड्दै जाने हो पुक्कु हिँड्न सक्छौ पुक्कु त हिँड्दै हिँडिरहेछन् मम्मासँग त्यो भागी छिन् बोक्न पनि परेछ है गाडी आउँछ गाडी आउँछ नि ए तिमीलाई त सन्चो भयो क्या है सन्चो भयो दर्द हो र अरे मम्माले पुक्कुलाई गोदी लिएको नि थाक्यौ थाकिन अरे कि पुक्कु बाटो बन्दैछ होइन यता बाटो बनिरहेछ साथीहरू हामी आउन लाग्ने यो पुक्कु यता हिँडिरहेछ थाकी छैन म त नथाक्ने एकछिन के हिँडेको हिँडैछिन यत्रो बाटो एकछिन लिग्यो होइन के भएको तिम्रो यहाँ कुन कान हो यताको तिम्रो दबाई यो दबाई लिगिन् फुल सन्चो हुन्छ केही छैन अरे कानमा यो देखाउने भिडियोमा यो देखाउने इसमें क्या करते पुप्पू काम करते पता है आपको आपका घर कहाँ है कता हो तिम्रो घर कता हो अब कान यो खाएपछि सन्चो हुन्छ ल अब यत्रो दबाई लिन पर्यो पुप्पू रुगा खोकी लगाइरहेको थियो साथीहरू त्यही कारणले अरे रुगा खोकी लगाएको थियो पुप्पूलाई त्यही रुगा खोकीको कारणले पनि कान दुख्छ अरे दबाई लिएर आयौँ हामी पुप्पू बन्द छ यतातिर बन्द छ बाटो बनाउनु कुकुरले के खाने अरे के खाने हो गन्ने का जुस खाने कस्तो छ खाऊ साँझमा यति भिड हुन्छ नि गाडीहरू दबाई पनि पहिल्यैदेखि रुगा खोकी लाग्यो त्यस्तो हुँदो रहेछ कि रुगा खोकीले पनि काम हुँदो रहेछ यस्तो दबाई दिनु अहिले त खेल्यो साथीहरू नानीलाई औषधि लिएर आएँ म अनि हिजोदेखि हल्का दुख्यो भनेको त अनि फेरि घरि दुख्यो भने घरि नदुख्यो भने अनि गरिरहेको थिइनँ अनि आज त फेरि दुखेको भयो भनेर रोएर अनि लिएर गएको साथीहरू त्यो रुगा खोकी लाग्थ्यो पहिला मैले यत्तिकै औषधि खिलाएको थिएँ सन्चो भएको थियो रुगा खोकी त
अनि फेरि कान दुखी छ कि नानीको त्यस्तो फोहोर त केही पनि रहन्छ अनि औषधि लिएर आएँ अब खाना बनाउने साथीहरू नानीलाई एकदम रोइरहेको थिइन् आत्तिएर अनि उता दबाई खुवाइदिएँ अहिले त खेलिरहन् दुइटा म खाना पकाउँछु है साथीहरू आजलाई मेरो भिडियो यति नै अन्तिमसम्म हेर्नु सपोर्ट गर्नु होला है त बाई बाई